आज बिहान करिब 9 बजीतिर नेपाल चीन सीमा नजिकैबाट आएको अचानकको भीषण बाढीले रसुवाको भोटेकोशी लगायत अन्य क्षेत्रमा ठूलो विनाश मच्चाएको छ। केही मिनेटमै घर, सडक र पुलहरू बगिए र अहिले सयौं मानिस सम्पर्कविहीन भएको प्रारम्भिक रिपोर्ट आएको छ। पछिल्लो रिपोर्ट अनुसार 9 जनाको मृत्यु भएको छ र सयौं मानिस सम्पर्कविहीन भएका छन्। करिब 384 यात्रु पर्यटक सम्पर्कविहीन भएको रिपोर्ट पनि आएको छ, जसमा भारतीय, नेपाली, अमेरिकी, बेलायती लगायत विभिन्न देशका नागरिक छन्। पछिल्लो अपडेट अनुसार नेपाल प्रहरी 32 जना, सशस्त्र प्रहरी बल 9 जना गरी जम्मा 41 जना सुरक्षाकर्मी समेत सम्पर्कविहीन छन्। नुवाकोटको त्रिशुली बजारमा करिब 60 घर बाढीले बगाएको छ। त्रिशुली बजार देवीघाट क्षेत्रमा 2 वटा पक्की पुल बगेका छन्। समग्र भोटेकोशी त्रिशुली क्षेत्रमा कम्तीमा 19 वटा पुलमा क्षति पुगेको सडक विभागको प्रारम्भिक विवरण छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी लगायतका बजार तथा नदी किनारका घर बस्तीमा घर, पसल र अन्य संरचनामा ठूलो क्षति भएको छ। जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति भएको छ। कम्तीमा एउटा आयोजना बगेको र चिलिमे जलविद्युत आयोजना सहित अन्य आयोजनामा क्षति पुगेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खा लगायतका क्षेत्रमा नदी आसपास उच्च सतर्कता अपनाउन भनिएको छ। Ôi, tay của shop bỏ kém. Ôi, cho má cho bà đâu.